1,50,393 मतदातामध्ये अब जम्मा हाम्रो पत्रकतर्फ 87,471 मत खसेको छ। त्यसमध्ये कुल सदरमत 82,982 रहेको छ भने 4,489 मत बदर भएको अवस्था छ। अब हामीले हाम्रो अन्तिम मतगणना अनुसार कुन उम्मेदवारले कति मत प्राप्त गर्नुभयो भन्ने म अन्तिम मत परिणाम घोषणा गर्दैछु। सूर्य चिन्ह भएका उम्मेदवार टीकाराम लिम्बू नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी 6,463 मत प्राप्त गर्नुभएको छ। निर्वाचन चिन्ह भएका सुजेन्द्र तामाङ नेपाली काङ्ग्रेसका हुनुहुन्छ। उहाँले 3,970 मत प्राप्त गर्नुभएको छ। 3,000 भयो। सूर्यबहादुर भट्टराई उहाँ नेपाली कम्युनिस्ट पार्टीका हुनुहुन्छ। उहाँले 6,150 मत प्राप्त गर्नुभएको छ। अन्त्यका उम्मेदवार गोमा तामाङ हुनुहुन्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले प्राप्त गरेको मत 27,033 हलो चिन्ह हुनुभएका श्रेष्ठ उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका हुनुहुन्छ। उहाँले 1,449 छ। अर्को ढल्केको छाता चिन्ह लिएर उम्मेदवार हुनुभएका सञ्जय राई उहाँ जनता समाजवादी पार्टीको नेपालका हुनुहुन्छ। उहाँले 53 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी मादल उठ्नुभएका महेश श्रेष्ठ उहाँ नेपाल मजदुर किसान पार्टीका हुनुहुन्छ। उहाँले 63 मत प्राप्त गर्नु। कुखुराको भाले चिन्ह लिएर उहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका उहाँले 46 मत प्राप्त गर्नुभएको छ। गिटार चिन्ह लिएर उठ्नुभएका नरेश श्रीको मादल चिन्ह लिएर उम्मेदवार महेश श्रेष्ठ नेपाल मजदुर किसान पार्टीका हुनुहुन्छ। उहाँले 63 मत प्राप्त गर्नुभएको छ। कुखुराको भाले चिन्ह लिएर उठ्नुभएका राजेन्द्र गुरुङ उहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका सम्बन्ध हुनुहुन्छ। उहाँले 46 मत प्राप्त गर्नुभएको छ। गिटार चिन्ह लिएर उठ्नुभएका नरेश विक संयुक्त नागरिक पार्टीका उम्मेदवार हुनुहुन्छ। उहाँले 25 मत प्राप्त गर्नुभएको छ। घर चिन्ह लिएर उठ्नुभएका यामबहादुर लिम्बू नेपाल जनमुक्ति पार्टीका उम्मेदवार हुनुहुन्छ। उहाँले 27 मत प्राप्त गर्नुभएको छ। दाप सहितको खुकुरी चिन्ह लिएर उठ्नुभएका राजकुमार लिम्बू उहाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च का हुनुहुन्छ। उहाँले 83 मत प्राप्त गर्नुभएको छ। मान्छेले काँधमा बोकिराखेको ढुङ्गा चिन्ह लिएर उठ्नुभएका राजकुमार राई उहाँ नेपाली जनश्रमदान संस्कृति पार्टीका हुनुहुन्छ। उहाँले 83 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी ढाका टोपी चुनाव चिन्ह लिएर उठ्नुभएका भुपी राईज्यूले राष्ट्रिय साझा पार्टीबाट उम्मेदवार हुनुहुन्छ। उहाँले 191 मत प्राप्त गर्नुभएको छ। अञ्चलीमा रहेको माटो चिन्ह लिएर उठ्नुभएका हर्कराज राई श्रम संस्कृति पार्टीका हुनुहुन्छ। उहाँले
35,701